आज चाहिँ हामी खसी काट्न कामतिनतिर जाने सल्लाह भएछ साथीहरू हामी। अब यता यी हरिसर पनि आजको चालक हामी चाहिँ यहाँ यो जोर्डनको यो अस्टिन स्ट्रिटमा अर्को साथीलाई कुर्दैछु। यहाँ कार पार्किङमा चाहिँ साथी चाहिँ गाडी राख्न गएको छ, अर्को गाडी एउटा गाडीमा मान्छे पुग्ने भएको भएर चाहिँ दुईवटा गाडी नलजानु भनेर एउटा गाडीमा। हाम्रो राईहरूको त अब खाँदैन खसी। अघि एउटा साथीलाई भनेको होइन हामी त खाँदैन हौ सर खसी मासु भन्छ। सरलाई पनि बोका त खान्छ के हो भनेर नि खान जाउँ भनेर नि। ल हाम्रो अर्को साथी निल भाइ त्यही त भनेको तपाईँको अहिले तपाईँको पालेर रेटिङ राम्रो भएर राम्रो निल भाइ चाहिँ आमामा उसलाई पनि राम्रो दिन्छ हौ। होइन निल भाइको त न्यू लुक्स भयो त। ल गुड आफ्टरनुन सबैजनालाई। मैले बाहिर फाल्टै देखेँ त नचिन्ने रहेछ। भ्लग पनि बन्दैछ है। ल वेलकम टु आवर खसी भ्लग। राम्रो रिटर्न दिएछ क्या अहिले। हजुर सानो गाडीमा त्यस्तो अब तपाईँलाई के छ म लाँदै थिएँ तपाईँसँग भेटेँ नि सर। तपाईँले मलाई मेसेज गर्नु भएन त्यो लिएर गएको ट्रिप जाने बित्तिकै मैले रेड हिलमा उद्यो कि बुकिङ थियो त्यसले है 8 बजेको होइन। मसँग टाइम अझै थियो 1.5 घन्टा जति। अनि त्यहाँबाट मैले यसो अब जानु पर्ला भन्ने सोचेँ कि गाडी रोकेर त्यो पछाडि बस हेरेको बस रेड लाइट बलिसक्यो बस फेरि बेलुका तपाईँको उसमा के अरे एडमिरल्टीमा त्यो गार्डन रोड जाने र यता एडमिरल्टी जाने त्यहाँ छ नि त्यो ट्राफिक लाइट क्रस गरेर फुत्त अगाडि बढेको त्यो अगाडि जाने गाडी त अनि तपाईँको ब्रेक हानेर बिचमा बसेर यतातिर छिर्छ। एक सुत्ताले बसेको त्यो सानो एक्सिडेन्टको सब जाम गर्छ। यहाँ वान वे चाहिँ हाम्रो वे चाहिँ फ्री ठ्याक्कै पुऱ्याइदिनु ल हेर्नु न। अनि म यसो उनीहरूले पनि खेलाउन चाह्यो भने मान्छेलाई खेलाउँछ है बाबले त्यस्तो स्मार्ट नि पायो भने तपाईँलाई कहाँको मान्छे लिएर गयो भने त्यहाँ पुऱ्याइदिन्छ है। मान्नुपर्छ त्यही भएर रेस्पेक्ट उनीहरूलाई चाहिँ म त्यो भनेको रियली कति स्मार्ट हो। ल निल भाइ 2 शब्द जाओस्। आज कस्तो के फिलिङ हुँदैछ? हाम्रो बोका खसी कस्तो पर्ला जस्तो छ? आज चाहिँ स्पेसली हाम्रो अब विकडेजमा चाहिँ रन डे हो। अब आज चाहिँ फन डे हो। अब फन डेमा चाहिँ अब हाम्रो सरहरू गुरुहरूसँग मिलेर चाहिँ आज अब खसीलाई चाहिँ अब मर्मत तथा सम्हार गर्न जाँदैछौँ। धन्यवाद। ल अशोक सरको के छ राय आज यसो विचार यता फर्केर भन्नुहोस्। आज चाहिँ जस खुसी लागेको छ। आज धेरै दिनपछि यसरी छुट्टी लिएको छु साथीहरूको लागि होइन। अब उबर चाहिँ अब झन्डै 1 वर्ष भयो कन्टिन्यू दिएको नन स्टप रोबोट जस्तो काम गरिएको छ। अब आज चाहिँ अलिकति अब मान्छेको रूप लिएर चाहिँ हिँड्दैछ। त्यस आज त्यस रमाइलो हुन्छ साथीहरूसँग खुसी लागेको छ। ल हरि सर पनि यसो अगाडि हेर्दै 2 शब्द जाओस्। ल आज धेरै दिनपछि तपाईँहरू भेट्नु भएको छ यहाँ। अब खसीबाट जहाँ गइरहेछ अब हेरौँ त्यहाँ फेरि कस्तो हुने हो। आज चाहिँ ल समग्रमा भन्नुपर्दा चाहिँ हाम्रो पुरानो हाम्रो दोस्तीहरू चाहिँ फेरि भेट भइएको छ होइन निललाई। लङ टाइम आफ्टर लङ टाइम त्यही पनि अब खसी काट्न जाँदैछन्। अब त्यहाँ पुगेर चाहिँ कतिको रमाइलो हुन्छ फेरि हेरौँ ल होइन। खसी पर्छ कि बोका पर्छ त्यही गरेर छान्नुपर्ने छ। पाठी नपरोस् होइन। अब खसी पऱ्यो ठिकै छ, बोका पऱ्यो ठिकै छ। त्यो बोका चाहिँ अलिकति यङ पऱ्यो चाहिँ राम्रो हुन्थ्यो होइन। अब अलिक छिपेको पऱ्यो भने फेरि दुन्नु के हुन्छ।
ल on the way to Kamtin बोका स्टेसन खसी स्टेसन कहाँ पुग्यो हामी सर अहिले चुनवान बस चुनवान on the way चुनवानको बिल्डिङ्स के भन्दैछ हाम्रो महेश सरले भन्छ साम्बाङ र राई खसी मासु खाँदैन उयो भने पनि जान्छ आमालाई कति चिन्ता अफिसबाट जानु पाएन हेलमेट चाहिँ यहाँ छ चाहिएको त्यो ट्राफिक रोकेर छ बिचरा ट्राफिक रोकेर अनि उयो हो हेर्नु न यहाँ ठोकिन्छ ट्राफिक गर्नु गाडी नै ठोकेछ त त्यस्तो न पिछाडि हेर्नु ल्याएनेरि पिले हान्दैछ नि त गाडीले हान्दैछ कसरी हाल्नु यार यो रेसिङ ब्याग हो कि म रेसिङ ब्याग हो प्र्याक्टिस गरेको गाडी हाल्नु ल डेस्टिनेसनमा फेरि आइयो आज चाहिँ यो खसी भोका एउटा चाहिँ खाने हाम्रो प्लान हो कुन चाहिँ हेर्दैछौँ रोक्दैछौँ हेर्दै जानु सर हेर्दै जानु न आम्मा यो त कत्रो ठुलो रहेछ सर बोका बिउको लागिराखेको यो त बिगो एकछिन है हेर्दै जानु एकछिन होइन के गर्दैन अस्ति खिचेको हामीले पुचुङ रे यहाँ रहेछ यता अझै गर्नु भयो गर्नु भयो यता यता चाहिँ पोली पोली हुँदैछ ल म त्यहाँ हेल्प गर्छु के गर्नु तपाईँ हेल्प गर्नु पऱ्यो नि त्यसलाई कि त के गर्नु पऱ्यो ल साथी हो आज फन्डे कान्तिनमा चाहिँ एउटा डल्लै खसी ढलेको अवस्था अब खसी ढलेर पनि यसरी मर्मुत समार हुँदैछ हाम्रो शिवदाई चाहिँ अब यो मर्मुत समारमा अलिकति धेरै नै एक्सपर्ट देखिनु भएको छ अहिले हाम्रो दुईजना गुरुहरू हुनुहुन्छ उता उहाँहरूको अहिले गोप्य मिटिङ हुँदैछ ल है सरहरू तपाईँहरू कहीँ कतै हुनुहुन्छ भने यहाँ हामीहरू जोइन गर्न सक्नुहुनेछ र यसको लागि विशेष ठाउँ तपाईँहरूले हेर्न सक्नुहुनेछ ल यहाँनिर छ जङ्गलको छेउमा एकदम अर्ग्यानिक नेपालको झझल्को आउने खालको चाहिँ रहेको छ धन्यवाद ल खोलौँ खोलौँ न हाम्रो भुटुवा चाहिँ हाम्रो निल भाइको हातबाट चाहिँ मिठो दामी हुनेवाला छ है आज चाहिँ भुटुवा चाहिँ चरप्प खसीको पाक्दैछ यहाँ ल निल भाइ कति गाह्रो हुँदैछ यस भाइ रमाइलो भइरहेछ है रमाइलो भएछ है गाह्रो भए पनि रमाइलो छ फन्डे भनेको चाहिँ यो हो खास ल तरिका है तरिका तरिका है तरिका हेर्नुहोस् स्मेल सुन्नुहोस् तपाईँको पुरा के अरे पाइलोदेखि टाउकोसम्म चाहिँ पुरा खुसबु आउँछ है ल ल यहाँ हाम्रो गेजी चाहिँ यो अन्तिममा अब प्याज काट्नु पर्यो धनियाँ के अरे टमाटर र धनियाँ
ल अशोक सर सरसफाइ कार्यक्रम हुँदैछ होइन ल ठिक छ नि होइन अलमोस्ट डन हुँदैछ हाम्रो ल। भाग चाहिँ लागिसक्यो ल सर मैले चाहिँ धनियाँ अब काट्दैछु सरको चाहिँ यहाँ धनियाँ कटान कार्यक्रम सुरु हुँदैछ प्याज पुग्छ मासु चाहिँ हामीले भाग लगाइसक्यौँ भाग लगाएर फ्रिजमा राखेछौँ फ्रिजमा यसो मासुको भाग हेरिहालौँ 5 भाग लगाइयो त्यति ठुलो पाइएन हामीले खसी चाहिँ आज यहाँ 1 2 3 4 5 भाग छ 5जना साथीहरूलाई भरे घरमा गइरहनुलाई मासु चाहिँ फ्रिजमा सेफ्टी यस्तो छ म चाहिँ यहाँ बाख्राहरू अझै पनि छ त्यहाँ खाने भए अझै छ फर नेक्स्ट टाइमको लागि बाख्राहरू छ यी यिनीहरू चाहिँ हुर्काउलोहरू हेलो यस्तो छ यहाँ चाहिँ बरेल छ बरेल ल फन डेको आजको रमाइलो के अब हेर्नुहोस् खाना ताजा फ्रेस खाना अनि अर्ग्यानिक हरेक अर्ग्यानिक खानेकुराहरूको चाहिँ आज परिकारहरू गइराखेको छ अब यहाँ चाहिँ स्पेसल हाम्रो अब सेफ चाहिँ हाम्रो शिवदाय हुनुहुन्छ एकैचोटि धेरै नहाल्नु अहिले फेरि गाह्रो होला फेरि अब यो खाना भयो देखिहाल्नुभयो अब तपाईँहरू देख्न सक्नुहुन्छ स्पेसल आजको स्पेसल ल हेर्नुहोस् किर्ची मिर्ची रक्ती गिरी सबै भएको चाहिँ ल बन्द गरे है हाम्रो भात ल भिडियो होल्डिङ भात हाल्दै गरेको ल चेयर्स है चेस ल भुटन हाल्नु ल हाल्नुहोस् ल थाल्चेस है थाल्चेस ल एउटा प्लेन राइस अरू चाहिँ सबै राइस है ऊ आउँदैछ नि सरको ल ल यो भने त तरिका होइन अर्ग्यानिक ल भयो सर अब चेस पुग्यो ल अब सुरु है ल सुरु है ल A few moments later. कोचेस है अब आफ्नो खसी काटेपछि कोचेस यसमा एउटा स्प्राइट खाइदिएको थिएँ स्प्राइटसँग चाहिँ यो उसको